हेलो गाइस, नमस्कार छ तपाईलाई। अब आज धेरै पछाडि मैले यो भ्लग फेरि सुरु गर्न लागेको छु। अब म आज चाहिँ यसो हलल गाउँ डुल्न जाँदैछु। आज बोर भएर हलल गाउँ जाउँ कि यसो जङ्गल घुम्न भन्ने सोचले हिँडेको छु। यस्तै छ जिन्दगी, कहिले के हुन्छ कहिले के हुन्छ। तनाव मोबाइल फेरि ह्याङ भएर मोबाइल चलाउन नभएर भिडियो गर्न नपाएर तनाव थियो। के गर्नु, बल्ल बल्ल मोबाइल बनाएर फेरि भिडियो गर्दैछु। आशा छ तपाईँलाई मनपर्ने छ। हेलो गाइस, अहिले जङ्गलमा आइपुगेको छु म फेरि। जङ्गल पनि पहिलाभन्दा धेरै अलिकति जङ्गलै भएछ, बाटो नचिन्ने भएछ अलिकति। एउटा यो प्रकार यो माकुरा पनि अलि डेन्जरै हो यहाँ। त्यही भएर यसलाई म नचलाइकन अब मास्तिर जान्छु। अब भ्यू टावर आउन धेरै टाइम बाँकी छैन, हल्का फुल्का बाँकी छ। अब यहाँबाट हाम्रो गाउँको दृश्य यस्तो छ। यो अन्डा क्रेट कारखाना हो, यो बिचको चाहिँ हो। यता गाउँ भइहाल्यो। तर म अगाडि बढ्छु। हाम्रो भक्तपुर जिल्लामा बनेको यो भ्यू टावर नाम मात्रको भ्यू टावर छ। तयार त भयो, तैपनि अब यो रुखभन्दा छोटो भएको भएर यो भ्यू टावरको केही भ्यालु छैन। यो जहिले आए पनि चाबी बन्नका बन्दै हुन्छ यो भ्यू टावरमा। यो
बनेको अर्थ त केही छैन, तैपनि अब बनाएको छन्। हेरौँ कतिको चल्छ यो ठाउँ। यो पिकनिक स्थल भइहाल्यो। तपाईँहरू यो जङ्गलमा जहाँ बसेर पनि पिकनिक गर्न सक्नुहुन्छ। फोहोर चाहिँ बेपत्ता पारेर रहेछ क्या। हट, यो टोइलेट भइहाल्यो। टोइलेट अहिले पनि चाबी, अब भ्यू टावरको त बन्द छ, अब यो टोइलेटको त कहाँ खुल्ला रहन्छ र। यही हो हाम्रो भ्यू टावर, जङ्गलको बिचमा माथि टुप्पा बस्नु बनेको। योभन्दा माथि मन्दिर बनेको छ बन्नु चाहिँ। म अहिले अब केही छिन पश्चात माथि पुग्यो भने तपाईँलाई त्यो मन्दिर पनि देखाउने नै छु। अहिले म यो बाटो लाग्दैछु। यहाँ मन्दिर बनाएको एरिया यही हो। यो बाटो हिँडेपछि अब गढी आइपुग्छ, भक्तपुर गढी। अब कोही भन्छन् काभ्रे, कोही भन्छन् भक्तपुर, तर जुन पहिलाको हिसाबबाट सोच्ने हो भने त्यो गढी चाहिँ भक्तपुरमै पर्छ। अहिले तपाईँले तल हाइवे देख्न सक्नुहुन्छ, बाटो हो त्यो। बाटोबाट चाहिँ तलतिर काभ्रे हुनुपर्ने हो। अब त्योभन्दा यता त भक्तपुर जिल्ला हुनुपर्ने आदिनाथ महादेवको मन्दिर हो यो। पूर्ण रूपमा मन्दिर तयार भएको छैन जस्तो छ। यहाँ काम बाँकी नै छ। लगभग यो काम कति बेला सक्छ भन्ने कुरो हो। यो चाहिँ प्रकृतिले नै बनाएको मन्दिर हो यो। आदि महादेव नमो नमः। यहाँका हालत अहिले यस्तो छ। अब म चाहिँ अब यहाँसम्मको यात्रा हो। अब यहाँबाट फेरि अब तलतिर घरतिरै जाँदैछु। अब तपाईँहरू आउनलाई यो बाटो पनि आउनु सक्नुहुन्छ है। यहाँबाट 338 हो कि कति बाँकी सिँढी छ यहाँबाट। योबाट नरकोट यता भइहाल्यो। अनि यता चाहिँ घिमिरे गाउँ, यो बाला गाउँ, नरकोट। म चाहिँ अब आफ्नै घरतिर लाग्दैछु। अब यो बाटोबाट आए पनि तपाईँहरू यही मन्दिरमा आइपुग्नु सक्नुहुन्छ। र यो बाटो अब ठ्याक्कै भन्ने हो भने भ्यू टावर पुगिन्छ, तर भ्यू टावरको अर्थ चाहिँ छैन। यो पिकनिक स्थल चाहिँ रमाइलो ठाउँ हो। यी अन्त यहाँ बाइक पनि ल्याउन सक्नुहुन्छ। अब त्यस्तै बाइक हो भने तपाईँहरू र अब यहाँबाट चाहिँ सिँढी प्रयोग गर्नुपर्ने हुन्छ। अब
यहाँबाट चाहिँ पुरै तलैसम्म सिडी हो। अझ यहाँबाट उकालो त धेरै लामो रहेछ। खुट्टा दुखिसक्यो गाइस, के गर्नु, हिँड्नु छ, सब पुग्नु पर्यो घर। तपाईँहरू यो ठाउँमा बसेर जहाँ बसेर पिकनिक गरे पनि हुन्छ तपाईँहरूलाई। पहिलाको तुलनामा त यो धेरै फोहोर भइसकेको छ। यहाँ यी फोहोरै बढाएको छ जताततै, जता हेर पनि। जस यहाँबाट विभिन्न दृश्य हेर्न चाहिँ रमाइलै हो। अहिले यो काठमाडौँ केही देखिन्न। पिकनिक स्टल। यही हो भ्यू टावर आइपुग्ने अब फेरि। ल साथी हो, आजको भ्लग यहीँसम्म हो। अब अर्को भ्लगमा भेटौँला। हस् त, नमस्कार छ तपाईँहरू सबैलाई। राम्रो होस्, शुभ दिन सबैको शुभ रहोस्। अब बोल्नमा अलिकति बिग्रिए खण्डमा तपाईँहरूसँग क्षमा माग्न चाहन्छु। हस् त, गुड बाई।